यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध शनिबार काठमाडौँमा भएको विरोध प्रदर्शन तनावपूर्ण बनेको छ। प्रदर्शनको क्रममा प्रहरी र एमाले कार्यकर्ता बीच विभिन्न स्थानमा झडप हुँदा 7 जना प्रदर्शनकारी पक्राउ परेका छन् भने 1 जना घाइते भएका छन्। राजधानीका बबरमहल, नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि स्थिति केही समयको लागि तनावग्रस्त बनेको हो। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरोध सिर्जना गरेका थिए। ओलीलाई निशर्त रिहा गर भन्दै चर्को नाराबाजी गरेका हुन्। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेपछि केही स्थानमा झडप भएको हो। पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ओली पक्राउको विरोधमा एमालेले देशव्यापी आन्दोलन घोषणा गरेसँगै काठमाडौँ सहित देशका विभिन्न स्थानमा जुलुस सहित प्रदर्शन भइरहेका छन्। शनिबारको प्रदर्शनले राजधानीको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनमा समेत प्रभाव पारेको देखिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा रहेको दावी गरे पनि